विद्यालय इज भेरी ब्युटिफुल पेन्टिङ सेन्टिङ डेन्टिङ सबै छ आरएनपी नवोदय भौतिक कृषि फार्म चुटुक्क ओहो ल यो तङ्गासको बजार पनि हामीले माइक ल्याइकन छ नि है र कति बिजी हो बेरा बाटो साङ्ग्रो भएर नि होला यता आएपछि बल्ल अलिक खुल्ला खुल्ला हो के गर्ने माइक भयो त आउँथ्यो कि नत्र साउन्ड त सुनिन्न नि यार तङ्गास बजारलाई छिचोल्दै हामी अब यसलाई भन्छ बाघमारे बाघमारे पनि रमाइलो रहेछ नि त कसका कसको घर हो ए अर्कोले भने यता हो हामी आज कहाँ जाँदैछौँ भन्ने कुरा भन्नु पर्यो हामी जाँदैछौँ स्ट्रबेरी फार्म के ठाउँ अरे सीमाघाट धुर्कोटको पुल भन्दा यतापट्टि भन्ने जानकारी लिएर हामी जाँदैछौँ एक्ज्याक्ट कहाँ हो भन्ने चाहिँ थाहा छैन अहिले गएर हामी देखाउँछौँ हामी जान लाग्यो स्ट्रबेरी लिनको लागि यहाँ कति गरी किन्नु फले रहेछ भाइ जिन्दगीमा एउटा सुकुन चाहिँ भनेको तपाईँले जति लाइफलाई सुकुन हलचल गराइदियो नि त यार गाडीले कति वार्निङ साइन दियो नि त्यसले हामीलाई झलक्क गरेर दियो के हो त्यो यस्तो हुन्छ लिटल नलेज इज डेन्जरस ठुल्ठुलो ट्रक कति आउने हो कि यहाँ हाइवे हो यो यहाँ एउटा स्कुल रहेछ यो स्कुलै हुनुपर्छ पक्कै के स्कुल हो कि श्री बुद्ध माध्यमिक विद्यालय साथीहरू कसले यो विद्यालयबाट पढ्नु भएको कमेन्ट गर्नु सर गुलबिउका कसैले हेर्दै हुनुहुन्छ भने हो अर्काले जसको जन्म घर हो बसाइ घर हो बस्ने ठाउँ हो जसले चाहिँ बुद्ध माध्यमिक विद्यालयबाट पढ्नु भएको हो उहाँहरूले कमेन्ट गर्नु होला विद्यालय इज भेरी ब्युटिफुल पेन्टिङ सेन्टिङ डेन्टिङ सबै छ विद्यार्थीहरूमा हात हल्लाउँछ हात यसो सकाएर बसेको क्या मुसुक्क मुस्काउँदै थियो आए भन्दै मैले फर्की हेर्दैछन् हाम्रो भाइहरू सब्सक्राइब गर है भन्नु च्यानलको नाम दिनु भन्नु अब यसपछि सकेपछि त यस्तो फिल हुन्छ कि संसार जित्ते रिल्याक्स अब जिन्दगी भने जस्तो लाग्छ भाइ बहिनीहरू खुच्चाबुच्चीहरू हेर तर 2-4 दिन मात्रै हो त्यसपछि फेरि अर्को तनाव सुरु हुन्छ त्यही भएर हरेक दिन मजै भन्छ मजै भनेर अर्कालाई भन्ने हो फेरि एकछिनपछि आफैलाई तनाव हुन्छ यस्तै हो जिन्दगी उकालो ओह्रालो
यहाँ राम्री राम्री बहिनीहरू स्कुल पढेर आए। सिमेन्ट बनाउने ठाउँ हो क्या? हाम्रो गुहे खोला झन् यही हो कि गुहे खोला? खोला छ ए यहाँ आएर जोडिन्छ। यो चाहिँ के हो? सिमेन्ट कारखाना त हो। ओहो हामी मन्दिर आइपुग्यौँ। के मन्दिर हो यो? स्ट्रबेरी कहाँ पाउँछ भनेर सोध्यो भने त भनिदिन्छु होला जस्तो लाग्छ। ठ्याक्क त्यही नै हो भन्ने कुरा भएको छ त। म अघि फुल्ली भ्लगर हुन सकेन कि मलाई लाज लाग्छ मान्छे देखेपछि खिच्नलाई। तर म हुन्छु एक दिन। यसरी बाटामा ढालेर राखेको चाहिँ पक्कै यो जङ्गल ठेक्कामा लिने काठ बेच्ने वाला ठेकेदारहरूले होला भन्ने हाम्रो अनुमान। त्यही नै हो। के अनुमान लाउँछ? साँगुरो ठाउँमा चाहिँ बाटो पुरै साँगुरो। कस्तो तातो हावा आउँछ पुरै। यही होला त भन्ने हाम्रो अनुमान। ए पुल त पुल ऊ त्यस्तो झल्के पुल रहेछ नि त ऊ। ए हो यसको उतापट्टि चाहिँ पक्की पुल छ साँच्चै। यताबाट जाने हो बुढो यहाँबाट तल। मेरो विचारमा त्यही नै हो है। म झर्छु ल एकचोटि। यसो यहीँबाट सोधौँ तपाईँ।
आरएनपी नवोदय भनेर के लेखेर छ हो कि जस्तो लाग्यो त्यहाँ 2-4 जना दाइहरू दाइ स्ट्रबेरी पाउने यही हो ल पुलबाट यताबाट झर्ने के हो त्यो पिङ्क पिङ्क कलर चाहिँ हो यो त माछा पालन सबै भयो जस्तो छ यहाँ त घुर्र गइहाल्थ्यो यस्तो कडा ठाउँ रहेछ नि त यो पुरै माछा पालनदेखि लिएर जाम उतै गएर हामी झरे फाइनली डेस्टिनेसनमा पुगियो स्ट्रबेरी तर मैले स्ट्रबेरी कहाँ लगाएर चाहिँ देख्दैन यहाँ त यत्रो पोखरी माछा पालन पनि हुँदो रहेछ सायद कहाँ हो त खै गाई पालन यहाँ त धेरै चिज रहेछ है गाई भैँसी बहुउद्देश्य कृषि फर्म भनेर रहेछ नामै होइन खिच्न मिल्छ कि नै दाइ नमिल्ने भए बन्द गर्छु मैले तपाईँको फार्मको पर्मिसन पनि हुन्छ हाम्रो स्ट्रबेरी किन्ने काम पनि हुन्छ भनेर खिचेको कि फार्म हेर्न मिल्दैन स्ट्रबेरी उस मिल्छ ल पहिला फार्म हेरेर अनि टिपेर राखिसक्नु भएको त्यही लाने हो 3 किलो हामीले नि टिप्न अलिअलि पाइन्छ रहर यहाँ लिचीको बोट यो त कडा ठाउँ रहेछ नि लिची हो यो लिची त हो फुलिसकेको छ कागती हो यो कागती यहाँ रहेछ कुखुरा हो यहाँ रहेछ नि त यस्तरी रहेछ नि त स्ट्रबेरी त पुरै प्लास्टिकले ढाकेर ल मम्मीलाई पुरै प्रुफ लानुपर्छ यहाँ यस्तो मजाले बाख्रा पनि सबै रहेछ यति मजा मौरी 3 किलो 3 किलो लाने हो रातो रातो स्ट्रबेरी रहेछ बाख्रा पालन उहाँहरू हामीले अर्डर गरेपछि स्ट्रबेरी टिप्नु थाल्नु हो माछा पोखरी बन्दैछ अरे ए त्यही रातो रातो है रातो रातो पाक्ला के अलिअलि उप लग्ने होला नि त हो एकचोटि लैजाँदा यतै खाने हो कि मलाई त देख्दै लोभ लाग्यो जति खाने हुन्छ कत्रो हो हुन त हाम्रो पनि फल्या अलिअलि त यसरी आफ्नो हातले फार्ममा आएर स्ट्रबेरी टिप्न पाउनु भनेको सानोतिनो मान्छेले गर्छन् है के कसो खै ओहो राइट एकछिन फोकस मिलेन फोकस ओहो ल देखो 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 इधर तो देखो भाइ ल म पनि टिप्छु के भन्नु त
चुटुक्क मिलेका लैजाउँ है चुटुक्कको हामी कस्तो हावा ठुलो खै मैले टिपेको खिच्दैछ के मान्छे पनि खिच्दैछ न हौ म राम्रै छैन र भने यत्रो पनि स्ट्रबेरी छ साथीहरू रेड 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 मलाई पनि खिच्देऊ न हौ हाई छोरो ल्याएको है कति खुसी हुन्थ्यो होला मेरो बा झम्टिन्थ्यो त्यसले त सब झम्टिन्थ्यो हो सम्हाल्दै ठिक्क हुन्थ्यो फेरि एउटा त खानै पर्यो अमिलो हो यार दाइ यो आफै पाकेको हो नि होइन केही हालेर पकाएको त होइन नि हो त्यति भएपछि ढुक्क भयो बच्चालाई खुवाउन लाने हो जति गर्मी त्यति पाक्नु रहेछ कि कति रुपियाँ किलो हो म त सोध्नै बिर्सेछु 500 दाइले ऊ बाटाभरि बनाइसक्नु भयो काँक्रा पनि रहेछ त दाइको त सबै चिज नेचुरली हुन्छ नि होइन हजुर कहाँनिर लाग्दैन अरे ठ्याक्कै त्यो ऊ पछाडि हो क्या ए कारागारदेखि माथितिर भन्थे है काम कुनले काम गरेको थाहै छैन ए उहाँ दाइको ए दाजुभाइ मिलेर गर्नुभएको यो गएर हेर्नु पर्यो कृषि नै पढ्नु भयो क्या उहाँले हुन त पढेर भन्दा गरेर जानिन्छ कुनै कुनै त कत्रो किताबी पढ्ने गर्दै गएपछि कति भयो बिना यहाँनिर अलि गर्मी भएर छिटो छिटो पाक्छ होला गर्मी भयो कम गाछ भन्दा कस्तो गर्मी पुगो होला कि हामी यहाँ आज स्ट्रबेरी टिप्न भन्दा आएका थियौँ स्ट्रबेरी त हामी टिप्यौँ 3 किलो जति लग्नु पर्ला अरू के रहेछ मान्छेले साह्रो देखाउँछ है यो सबै स्ट्रबेरी हो यताको यो पनि स्ट्रबेरी अनि यता गएर
यो चाहिँ सरले सिमी लाउनु भएको रहेछ। सिमी हो। यता के छ, यो सबै स्ट्रबेरी नै हो। यो पनि सागहरू छ यहाँ, चाइनिज साग। अनि यो नर्मल साग भइहाल्यो। अब हामी जान्छौँ उतातिर। यो चाहिँ अब माछा पालनको लागि खन्ने काम पनि भइरहेको रहेछ। यो चाहिँ अब चाइनिज साग भइहाल्यो। यो चाहिँ फर्सी। फर्सी रहेछ यो। यो चाहिँ काँक्रे फर्सी होला सायद, लामो लामो छ। यता चाहिँ टमाटरको बेर्नाहरू छ। यता चाहिँ फर्सी भइहाल्यो। यता के रहेछ र मै, यो चाहिँ काउली रहेछ। सर्लक्क काउली छ यता। यो सब काउली हो। यता घरमा चाहिँ यता टमाटर छ सायद। यहाँ चाहिँ टमाटर रहेछ, सबै टमाटरको बोटहरू छ। मजाले कोही पाक्दैछ, कोही काँचो छ। टमाटर चाहिँ छ यहाँ। यता गएर यहाँ पनि सबै काउली नै हो। यो यता चाहिँ मकै पनि रहेछ। यता चाहिँ मकै रहेछ। यो चाहिँ अनि यो चाहिँ हाम्रो सीमा खोला। म यता फेरि फर्केर जान्छु। अरू केही नयाँ चिज भयो म देखाउँछु है। यस फार्म चाहिँ ठुलो नै रहेछ एरिया चाहिँ। माछा पालनदेखि लिएर कुखुरा पालन, बाख्रा पालन, भैँसी पालन। घाटको पुलभन्दा दायाँतर्फ छ ठ्याक्कै। तपाईँहरू यदि आउन चाहनुहुन्छ भने हाम्रो भिडियो हेरे पनि भयो। ठ्याक्कै सीमाघाटको पुलनिर आउँदा हुन्छ। सिमी भइहाल्यो अघि देखाएको। उता पनि टमाटर छ। हावा लगाइरहेको छ यहाँ। काँक्राको झालहरू रहेछ। सबै सबै यो काँक्रा हो। उता म यहाँ हेर्छु, अखबारे खुर्सानी जस्तो छ। म देखाउँछु है। यहाँ सबै सिमला मिर्चहरू रहेछ। यो चाहिँ सिमला मिर्चको फार्म पनि रहेछ यहाँ। यस मजाको छ ठाउँ चाहिँ। ठ्याक्क डाँडाको बिचमा वरिपरि डाँडा छ। आजको दिन पनि रमाइलो भयो। नयाँ ठाउँमा घुम्न पाइयो। यता भैँसीको गोठहरू छ। यो चाहिँ भैँसी र गाई पालन पनि रहेछ। यो चाहिँ बिचमा धनियाँ पनि लाउनु भएको छ बिच बिचमा। यो बाँकी धेरै भनेको यहाँ स्ट्रबेरी नै छ सायद। सबै स्ट्रबेरी नै हो। सबै स्ट्रबेरी नै हो यो। यता केही नयाँ संरचना बन्दैछ जस्तो छ। यो चाहिँ हाम्रो यहाँ चाहिँ बाख्रा पालन रहेछ। ल चाहिँ बाख्रा फार्म पनि छ है। यो चाहिँ कुखुरा हुनुपर्छ यसमा। कुखुराहरू पनि छ। कागतीको बोट भइहाल्यो।
आरएनपी नवोदय बहुद्देश्य कृषि फार्म गाई भैँसी पालन पनि छ। है 3 किलो स्ट्रबेरी तरकारी झोलामा गयो। ए उखु पनि रहेछ हेर त मोटो खालको सामान यो फुल कसले कसले चिन्नु भयो साथीहरु? सानोमा यो फुल कसले कसले खेलाउनु भएको छ कमेन्ट गर्नु होला। झमझम पर्यो पानी झमझम भन्दै यहाँ त गर्मी भएर मर्न लागिसक्यो। फाइनली हामी आइपुग्यो सेउवा बजार। यता धमगासतिर पछाडि गए सिमलटारीतिर त्यो पारीको अर्खले गाउँ हो देखिरहेछ। हिँड त सानो तिमीलाई के ल्याइदियो त मैले फोन गर्छु अनि हिँड त्यहाँ उठे जाऊ। हेर त के हो ये मेरी यार हो के हो सानो त्यो कति किलो हो है के हो सानो कति किलो छोड दे के हो खान्छ नि कम धोइदै पहिला धोइदै बाबाले धोइदै सबै हात हाल्नु धोइदै जाऊ त्यो होइन ठुलो चाहियो त्यसलाई ठुलो चाहियो ल धोइदै गर धोइदै लाइन सक्नु